भक्तपुरको सापारुमा अर्थात् गाईजात्रामा राजनीतिक व्यङ्ग्य पनि प्रदर्शन गर्ने गरिन्छ। यसबाट राजनीतिमा व्याप्त बेठिटी विसङ्गति अराजक गतिविधिलाई जनता सामु ल्याएर देखाउने काम हुन्छ। तर खुट्टै राख्ने ठाउँ नभएको बेला अर्थात् सापारुकै दिन यस्तो प्रदर्शनी गर्नु अलि लायक त छैन। तैपनि जनमानसको प्रति धेरै हुने भएकोले एकातर्फ खुसीको पनि कुरा हो। आज नै ड्युटी जाना फोटो फेल आउँछ गोस्ता खलो नपुगु खबर आनन्द लाग्यो ए itu mau kalau mau pula pasa tamu ada juara sudah betul betul